आईपीओ अलर्ट। सानीगाड हाइड्रो पावर लिमिटेडले यही ज्येष्ठ 18 गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि इनिशियल पब्लिक अफरिङ जारी गर्दैछ। कम्पनीले 38.46 मेगावाट क्षमता भएको कालङ्गा गाड जलविद्युत आयोजना भझाङ जिल्लामा सञ्चालन गरिरहेको छ। कम्पनीको विद्युत उत्पादनको कुल लागत 8 अर्ब 68 करोड 70 लाख रहेकोले प्रति मेगावाट लागत 22 करोड 58 लाख हुन आउँछ। आफ्नो जारी पुँजी 2 अर्ब 25 करोडको 30% 85 करोड 50 लाख बराबरको अंकित मूल्य रु 100 को दरले हुन आउने 85 लाख 50 हजार किता मध्ये स्थानीयको लागि 28 लाख 50 हजार, वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि 5 लाख 70 हजार, कम्पनीका कर्मचारीको लागि 1 लाख 71 हजार र म्युचुअल फन्डका लागि 2 लाख 85 हजार किता छुट्याएर बाँकी रहेको 46 लाख 74 हजार किता सर्वसाधारणका लागि निष्कासन गर्दैछ। कम्पनीको आईपीओ जारी गर्नुको मुख्य उद्देश्य कर्जा भुक्तानी गर्नु रहेको छ। कम्पनीले इक्रा नेपाल लिमिटेडबाट BB- को रेटिङ प्राप्त गरेको छ, जसको अर्थ कम्पनीमा मध्यम जोखिम छ भन्ने हुन्छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको हालको ईपीएस 2082 पौष मसान्तसम्म 8.65 अनअडिटेड रहेको छ भने आगामी 2 वर्षमा 9.1 बनाउने लक्ष्य लिएको छ। कम्पनीको हालको नेटवर्थ पर शेयर 2082 पौष मसान्तसम्म 113.22 रहेको छ भने आगामी 2 वर्षमा 130.73 बनाउने लक्ष्य लिएको छ। यो कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम यही ज्येष्ठ 21 रहेको छ भने न्यूनतम 10 किता र अधिकतम 20,000 किता आवेदन दिन पाइने भए तापनि 10 किता भर्नु उत्तम हुनेछ। अनि कतिवटा आईडीबाट भर्नुहुन्छ कमेन्ट गर्नुहोला।